एउटा गुडिरहेको बसभित्र एउटा 22 वर्षको केटा बसको झ्यालबाट बाहिर हेरिरहेको हुन्छ र ऊ अचानक झ्यालको बाहिर हेर्दै खुसीले चिच्याउँछ, बाबा हेर्नुहोस् न, ती रुखहरू त हामीभन्दा पछि पछि दौडिरहेका छन्। उसको बाबाले उसलाई मुस्कुराउँदै एकटक नजरले हेरिराख्नुहुन्छ। उनीहरूको छेउमै एउटा तन्नेरी जोडी बसेको हुन्छ जसले अघिदेखि नै बाबा र छोरालाई विचार गरिरहेको हुन्छ। ती जोडीले ती 22 वर्षको युवाको यस्तो केटाकेटीपन देखेर अचम्म मान्दै बिचरा भन्ने भावले हेरिरहेका हुन्छन्। अचानक त्यो केटा फेरि उत्साहित हुँदै चिच्याउँछ, बाबा हेर्नुहोस् त, ती बादलहरू पनि हामीसँगै दौडिरहेका छन्। यस्तो सुनेर अब त्यो जोडीले सहन सक्दैनन् र ती वृद्ध बाबालाई भन्छन्, तपाईले आफ्नो छोरालाई कुनै राम्रो डाक्टर कहाँ किन देखाउनुहुन्न? यत्रो उमेरको मान्छेले यस्तो सानो बच्चाको जस्तो व्यवहार गरिरहेको छ। ती वृद्ध बाबाले हल्का मुस्कुराउँदै जवाफ दिनुहुन्छ, भर्खर डाक्टर कहाँबाट नै आएका हौ हजुर। मेरो छोरा जन्मदेखि नै दृष्टिविहीन थियो, उसले आज मात्रै संसार हेर्ने आँखा पाएको छ। यो सुनेर त्यो जोडीहरूलाई आफूले गरेको कुरामा पछुतो लाग्छ। यो कथाबाट हामीले के सिक्न सक्छौँ भने यस संसारमा हरेक व्यक्तिको आफ्नै कथा हुन्छ। कसैलाई राम्ररी नचिनिकन उसको परिस्थितिलाई नबुझिकन कहिले पनि जज गर्नु हुँदैन। वास्तविकता सोचे भन्दा धेरै फरक र अचम्मको हुन सक्छ। हजुरहरूलाई यस्तो कथाहरू मनपर्छ र सुन्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को कथा लिएर फेरि आउने नै छौँ। अहिलेलाई बाई बाई।